जेन्जी आन्दोलनले हामी सबैलाई पाठ सिकाएर गयो, तर देशलाई विस्तार र विकास गर्न फेरि केही समय पछाडि धकेल्यो। एउटा 2 कोठाको घर बनाउन कति समय लाग्छ यदि सामान समयमै जुट्यो भने? हो, यो हो बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय, जहाँ हरेक दिन नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र वितरण गरिन्थ्यो। सङ्घीय मन्त्रालयबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको इलाका प्रशासन कार्यालयलाई अब उठ्न अझै कति समय लाग्ला? केही दिन अगाडि इलाका प्रशासन कार्यालयलाई सरसफाइ गर्दै हाम्रो सुर्खेती एकता समाजले श्रमदानको अभियान चलाएको थियो। यो जो यो व्यथिति भएको छ व्यथितिलाई श्रमदान गरेर हामीले देश निर्माणको लागि अघि जुट्दा यति धेरै हामीसँग मास आउँदाखेरि धेरै नै खुसी लाग्नेछ। यसरी नै कुनै पनि ठाउँमा हामीले श्रमदान गर्नु पर्यो भने सबै आइदिनु हुन म अनुरोध गर्छु र श्रमदान बिनाको देश बन्न भनेको असम्भवै लाग्छ मलाई जस्तो लाग्छ। कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेज कोलपुर र माधव मेडिकल हल साझा चोकले यस श्रमदान कार्यक्रममा मास्क र ग्लोभ्स उपलब्ध गराइदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ। म एउटा पहिले पनि नेपाली सेना भएको हुनाले नेपाली जनता र नेपाली समाजहरूमा सेवा सुविधा गर्नुपर्छ भन्ने पहिलेदेखि मनमा भएको व्यक्ति भरियो र अहिले यहाँ आएर हामी सुर्खेती एकता समाज गठन गरिरहेका छौँ र हाम्रो उद्देश्य भनेको हाम्रो छर छिमेक टोलमा यस्तो भइपरि आएको दुःख परेको समयमा सुख दुःखमा हेर्ने उद्देश्यको साथ हाम्रो चाहिँ गठन भएको थियो र अहिले हाम्रो देशमा अहिले भइरहेको गतिविधि त सबैलाई थाहा नै छ हैन। अब जेनजीहरूको नाममा विभिन्न उसका साथीभाइहरूले एकदम जेनजीहरूलाई उच्चङ्कित गराएर यसरी हाम्रो कार्यालयहरू, सरकारी भवनहरू, व्यक्तिका घरहरू तोडफोड तहस नहस गरिदिनु भएको छ हैन। यो अब हाम्रो लागि मात्र मेरो लागि मात्र नभएर तपाईँको लागि मात्र नभएर हामी सबै जनताको लागि चाहिने एकदमै महत्त्वपूर्ण यो कार्यालय हो। सरसफाइ कार्यक्रममा लिटरली जेन्जी आन्दोलनमा आएका जेन्जीहरूले नै पुनः आएर सरसफाइ गरिरहेका थिए, तर उहाँहरू मसँग क्यामेरामा भने बोल्न मान्नु भएन। एनिवेज, यति भन्दै हामी सबैले आफ्नो क्षेत्रबाट सक्ने जति सहयोग गरौँ र देश पुनर्निर्माणका लागि आफूले योगदान दिउँ। धन्यवाद।